रविन्द्र ढाड र काशी मोडोक सेमी फाइनलको महासंग्राम लाइभ कहाँ र कसरी हेर्ने हो दर्शकबिन। हजुरहरूलाई स्वागत छ हाम्रो च्यानलमा। यदि तपाईहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हामीलाई सब्स्क्राइब तथा फलो गर्न पनि नबिर्सिनुहोला। आजको यस भिडियोमा हामी चर्चा गर्नेछौँ हाम्रो सेमी फाइनल नजिकै छ रविन्द्र ढाड र काशी मोडोक्सको, र यो लाइभ खेल नेपालबाट कसरी हेर्न सकिन्छ र विभिन्न अरू देशमा वेबसाइट अथवा एपबाट हामीले चाहिँ कसरी फ्रीमा हेर्न सक्छौँ भन्ने विषयमा चर्चा गर्नेछौँ। त्यसैले यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र सम्पूर्ण नेपालीमा यो भिडियो सेयर गर्न पनि नबिर्सिनुहोला। नेपाली एमएमए का लागि अब निकै ठूलो क्षण आउँदैछ। रोड टु एफसी सिजन 5 को सेमी फाइनलमा नेपालका रविन्द्र ढाड र न्युजिल्यान्डका काशी मोडोक आम्ने सामने हुँदैछन्। यो भिडन्त रविन्द्रका लागि यूएफसी सम्म पुग्ने यात्राको निकै महत्त्वपूर्ण चरण हो भने मोडोकका लागि पनि आफ्नो अपराजित यात्रा कायम राख्ने ठूलो अवसर हो। रविन्द्र ढाडले अहिलेसम्म 11वटा प्रोफेसनल खेल खेलेका छन्, जसमा 10वटा जित र केवल 1मा हार बिहोरेका छन्। पछिल्लो प्रदर्शनले पनि रविन्द्रको आत्मविश्वास र क्षमता स्पष्ट देखाएको छ। क्वार्टर फाइनलमा उनले फिलिपिन्सका किम्बोटो अलिटोजनलाई नकआउट मार्फत पराजित गर्दै सेमी फाइनलमा स्थान पक्का गरेका थिए। अर्कोतर्फ रविन्द्रका प्रतिद्वन्दी काशी मोडोक पनि निकै खतरनाक र अपराजित फाइटर हुन्। मोडोकले अहिलेसम्म 10वटा खेल खेलेका छन् र सबै 10 खेलमा जित हासिल गरेका छन्, अर्थात् उनको रेकर्ड 100% जितको रहेको छ। क्वार्टर फाइनलमा उनले जापानका युनोसुके मिनामीलाई अपराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेका थिए। त्यसैले अबको भिडन्त केवल दुई फाइटर बीचको सामान्य खेल होइन। 10-1 को रेकर्ड भएका रविन्द्र ढाड र 10-0 को अपराजित रेकर्ड भएका काशी मोडोक बीचको यो भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। एकातिर रविन्द्र आफ्नो जितको यात्रालाई अगाडि बढाउँदै यूएफसीको झन् नजिक पुग्न चाहन्छन् भने अर्कोतिर मोडोक आफ्नो अपराजित रेकर्डलाई जोगाउन चाहन्छन्। अब आउँछ सबैभन्दा महत्त्वपूर्ण कुरा, रविन्द्र ढाड र काशी मोडोक बीचको यो सेमी फाइनल नेपाली एमएमए समर्थकहरूले कसरी लाइभ हेर्न सक्छन् भन्ने विषयमा चर्चा गरौँ। सबै नेपाली समर्थकका लागि खुसीको खबर छ। यूएफसीले यो सेमी फाइनलको लाइभ प्रसारण यूएफसी फाइट पास मार्फत गर्ने भएको छ। त्यसैले मोबाइल, ल्यापटप वा अन्य सपोर्टेड डिभाइसबाट हेर्न चाहने दर्शकहरूले यूएफसी फाइट पास मार्फत यो महत्त्वपूर्ण भिडन्त प्रत्यक्ष हेर्न सक्नुहुनेछ। त्यस्तै यूएफसीको आधिकारिक एप र यूएफसीको वेबसाइटबाट पनि यो फाइट हेर्न सकिनेछ। त्यसैगरी टिभीबाट हेर्न चाहने नेपाली दर्शकहरूले टेनिस.2बाट पनि फाइट हेर्न सक्नेछन्। क्वार्टर फाइनलका खेलहरू पनि टेनिस.2बाट प्रसारण भएका थिए। त्यसैले टिभी प्रयोगकर्ता दर्शकहरूले यसपटक पनि यही च्यानलबाट रविन्द्र ढाड र काशी मोडोकको सेमी फाइनल हेर्न सक्नेछन्। अर्थात् मोबाइल वा ल्यापटपमा हेर्नुहुन्छ भने यूएफसी फाइट पास, यूएफसी एप र यूएफसीको आधिकारिक वेबसाइट, र टिभीमा हेर्नुहुन्छ भने टेनिस.2बाट यो रोमाञ्चक भिडन्त हेर्न सक्नुहुनेछ। अब आफ्नो माध्यम अनुसार तयारी गर्नुहोस् र नेपाली फाइटर रविन्द्र ढाडलाई समर्थन गर्न तयार रहनुहोस्। अब सबै नेपाली समर्थकको नजर एउटै कुरामा छ कि रविन्द्र ढाडले 10-1 को आफ्नो रेकर्डलाई अझ बलियो बनाउँदै 10-0 का अपराजित काशी मोडोकलाई हराउन सक्लान्। रविन्द्रले क्वार्टर फाइनलमा देखाएको आफ्नो आक्रमण प्रदर्शनलाई निरन्तर दिन सक्यो भने यो भिडन्त नेपाली एमएमएका लागि अर्को ऐतिहासिक क्षण बन्न सक्छ। रविन्द्रका लागि यो केवल अर्को एउटा फाइट होइन, यो यूएफसीको सपना पूरा गर्ने यात्रामा एक कदम अगाडि बढ्ने अवसर हो। नेपाललाई यूएफसीसम्म पुग्ने लक्ष्य बोकेर अगाडि बढेका रविन्द्रलाई अब पुरा नेपाली खेलप्रेमीहरूको सार र समर्थक आवश्यक छ। त्यसैले तयार रहनुहोस्, आफ्नो समय मिलाउनुहोस् र टेनिस.2 वा यूएफसी फाइट पास मार्फत यो रोमाञ्चक सेमी फाइनल हेर्नुहोस्। अब प्रश्न एउटै छ कि रविन्द्रले अपराजित मोडोकलाई रोक्दै यूएफसी यात्रामा अर्को ठूलो इतिहास बनाउनेछन्। उत्तर रिङमै भेटिनेछ। कमन रविन्द्र, नेपाल बिहाइन्ड विथ यु।